साथीहरू मैले चाहिँ यहाँ हेर्नुहोस् न फुलको गमलामा रोपेको थिएँ, हुन्छ कि हुँदैन भनेर रोपेको थिएँ, तर मजाले हुँदो रहेछ। यहाँ हेर्नुहोस् त राया साग रोप्नुको लागि चाहिँ बारी नै चाहिन्छ भन्ने चाहिँ होइन रहेछ। बारीमा त कति खन्नुपर्छ, कति मेहनत गर्नुपर्छ होइन भन्नुहोस् त। तर यसमा चाहिँ होइन, यो चाहिँ मैले गमलामा लगाएको थिएँ, भयो भने भयो भयो, भएन भने भएन भन्दै लगाएको थिएँ। तर यहाँ हेर्नुहोस् के मजाको भएको चाहिँ यति भयो। अहिले लिएर आएँ मैले, अब चाहिँ म यो काटेर चाहिँ मजाले बेलुका बनाउँछु। आफ्नो घरमा लगाएको सागपात खानु कति मिठो हुन्छ होइन भन्नुहोस् त। बजारमा किनेको भन्दा आफ्नो घरको ताजा पनि हो, खानु पनि राम्रो हुन्छ। त्यही भनेर मैले टिपेर ल्याएँ, अब पकाउनु आँटेको। अन्त तपाईँहरूलाई कोलाई मनपर्छ राया साग मलाई बताउनुहोस् ल। साह्रै मनपर्छ भने आउनुहोस् मेरो घरमा, म त्यही फुलको गमलाबाट टिप्दै सबैलाई दिन्छु नि एक साग खानुको लागि, हुन्छ? आउनुहोस् मेरो घरमा, म दिन्छु सबैजनालाई, जसलाई मनपर्छ उहाँहरू आउनुहोस् ल मेरो घरमा। म चाहिँ अब काटेर पकाउनु आँटेको।